सबैलाई स्वागत छ। अब चाहिँ हामी बहिनीको लागि बिहाको लागि चाहिँ तयारी गर्न जाँदैछौँ। मैले चाहिँ हामी हालचाल आफ खाँदैछौँ है। र यसै गरी अब हामी चाहिँ हाम्रो दाइको ब्लग सुरु हुन गइरहेको छ। सबैजनाले हेरेर लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा। जेठ 25 गते चाहिँ हाम्रो बुनुको बिहा हुन गइरहेको छ हैन। देख्न सक्नुहुन्छ शुभ विवाह र यही बुनुको बिहेको कार्य चाहिँ हामी गाउँ टोलतिर बिहेको निमन्त्रणा भन्दै हिँडिरहेको छौँ। देख्न सक्नुहुन्छ यस्तो पानी पनि परिरहेको छ है। हामी दाजुभाइ चाहिँ देखि लागि परिरहेको छौँ निमन्त्रणको लागि यस्तो भन्दै हिँडिरहेको छौँ। अहिले चाहिँ हामी देवी भाउजूको घर जाँदैछौँ। देख्न सक्नुहुन्छ सर बहिनीको ट्याक्कसँगले अब इङ्गेजमेन्ट भइसक्यो। इङ्गेजमेन्ट पछिको अब 25 गतेको शुभ विवाहको हामीले चाहिँ सानो डेकोरेसन भन्नु कि इङ्गेजमेन्ट नौती छिराउने अब हर्दी पानीले नुहाउने हो कि के गर्ने हो। तर हामी चाहिँ अब नजाने पनि हामी प्रयास चाहिँ जारी राख्दै हामी होइन त्यो कुराहरू चाहिँ हामीले आज थोरै मतलब विकास दुलही बनाउँछु तिमीलाई भनेको थिएँ। तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई। ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु उनको खाली पानामा तिम्रै नाम कोर्नेछु। फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु। यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली। किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ। तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली। जस्तो लाग्दैछ
जस्तो लाग्दैछ आज किन सपनामा छु कि जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 आज किन सपनामा छु कि जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई